किरात राईहरूको एलोदोङ 5086 उपलक्ष्यमा किरातीहरूको राजा यलम्बरको मूर्तिलाई लिएर नगर परिक्रमाको लागि अघि बढिसक्नु भएको छ। लगभग 5 किलोमिटरको नगर परिक्रमापछि एन्फा एकाडेमी सप्तरङ्गीको हामी प्राङ्गणमा आज केही कार्यक्रमहरू हुँदैछ। नगर परिक्रमा गर्ने क्रम जारी रहेको छ। यसबाट हामी लगभग 5 किलोमिटरको नगर परिक्रमापछि हामी प्रवेश गर्छौँ एन्फा एकाडेमी।
चलिरहेको छ। लगभग 5 किलोमिटर लगभग हाम्रो परिक्रमा पुरा हुन लागिसकेको छ भने हामी निरन्तर र्यालीमा चलिरहेका छौँ। लगभग 5 किलोमिटरको नगर परिक्रमापछि एन्फा एकाडेमी सप्तरङ्गी प्रवेश गरिँदै आजको अहिलेको 5086 यादै आएको देख्न सक्नुहुन्छ एन्फा एकाडेमी स्वागत सम्मान गर्दिनु हुनमा हार्दिक अनुरोध गर्न चाहन्छु। ठाउँबाट बन्नुभएका आफ्ना ग्रुपहरूको झन्डाहरू व्यवस्थापन गर्नको लागि माइकिङ गरिराख्नु भएको छ। यलम्बर सम्बन्धलाई मनाउँदै आज 5086 वर्ष पुरा हुन लागिरहेको छ। नयाँ वर्षलाई स्वागत गर्नको निम्ति किराँत राई आयोखा सुनसारीको आयोजनामा साप्ताहिक कार्यक्रम रहेको हुनाले आज सम्पूर्ण किराँत राईहरू एकबद्ध भएर यो एन्फा एकाडेमी ग्राउन्डमा उपस्थित भइरहेका छौँ। किराँत राई आयोखा वडाकाल समिति नगरकाल समिति सम्पूर्णलाई हार्दिक सम्मान गर्दै आफ्ना ब्यानरहरू झन्डाहरूलाई व्यवस्थापन गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। समुद्घाटन कार्यक्रमका अध्यक्ष एवं किराँत राई आयोखाका जिल्ला अध्यक्षज्यू, टरन्टो महानगरपालिकाका उपमेयर आइन्द्र विक्रम लिम्बुले स्वागत मन्तव्य दिनुहुँदै किराँत राई आयोखाका प्रदेश जिल्ला र नगरका सम्पूर्ण पदाधिकारी, कार्य समितिका सदस्य एवं अतिथिज्यूहरू, यो यलम्बर कप 5086 को समुद्घाटन कार्यक्रममा उपस्थित हुनुभएका धरानका विभिन्न क्षेत्रबाट उपस्थित हुनुभएका, सुनसरीका विभिन्न क्षेत्रबाट उपस्थित भएका किराँत राई आयोखाका विभिन्न इकाइका उपस्थित आदरणीय कार्य समितिका पदाधिकारी, आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू र यस यलम्बर कपको समुद्घाटन सफल बनाउनका निम्ति
खेलाडीको रूपमा उपस्थित हुनुभएका धरान र इटरीका खेलाडी मित्रहरू, पत्रकार साथीहरू, धरान उपमहानगरपालिकाका कर्मचारी साथीहरू सम्पूर्णमा म नमस्कार अभिवादन टक्राउन चाहन्छु। यलम्बर सम्वत 5086 को उपलक्ष्यमा सर्वप्रथम त सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनीहरूमा म हार्दिक शुभकामना समेत म व्यक्त गर्न चाहन्छु। वास्तवमा हामीले हाम्रो इतिहासलाई, हाम्रो सभ्यतालाई आज धरान उपमहानगरपालिकाको एउटा चाहिँ खेल जगतको एउटा चाहिँ कन्सेप्टमा, योजनामा हामीले जोड्न पाएका छौँ। हामीलाई गर्व लागेको छ। यलम्बर कपको समुद्घाटन कार्यक्रम गर्दाखेरि हामीले हाम्रो इतिहासलाई सम्मान गर्ने हामीले प्रयत्न गरेका छौँ। हामीले हाम्रो सभ्यतालाई सम्मान गर्ने हामीले प्रयत्न गरेका छौँ र यो नामबाट, यो ब्यानरबाट चाहिँ जुन विभिन्न किसिमका खेल विधाहरूको कार्यक्रमहरू भइरहँदाखेरि हामीलाई पनि गर्व लागेको छ। जुन कन्सेप्ट तयार गरेर खेलको आयोजना गर्ने वातावरण मिलाउनु भएको छ, किराँत राई आयोखा, सुनसरी किराँत राई आयोखाका सम्पूर्ण पदाधिकारी टिमलाई म बधाई शुभकामना दिन चाहन्छु। हामीले हरेक क्षेत्रबाट हाम्रो आफ्नो मौलिक पहिचान, हाम्रो संस्कृति, हाम्रो सभ्यतालाई सम्मान गर्ने काम हामी आफैले गरेनौँ भने अरूले यस्तो कुरा चाहिँ गर्न सक्दैनन्, गर्दैनन्। त्यसैले गर्दाखेरि यो सरकारले, स्थानीय सरकारले यो वातावरण मात्र तपाईँलाई बनाइदिएको र यसलाई व्यवस्थित ढङ्गले, प्रभावकारी ढङ्गले, कार्यान्वयन जुन ढङ्गले तपाईँले गर्नुभएको छ, मलाई असाध्यै खुसी लागेको छ। यो उद्घाटन सत्रमा, उद्घाटनको अवसरमा म उपस्थित भएर यसरी खेलको उद्घाटन गर्ने अवसर पाउँदाखेरि, किनभने धरानलाई हामी खेलकुदको राजधानी भन्छौँ, खेलकुदको सहर भन्छौँ। विभिन्न खेलकुद विधाहरूमा चाहिँ राष्ट्रिय पहिचान बनाएको छ धरानले। त्यसले त्यो खेल विधाहरूलाई सम्मान गर्ने प्रश्नलाई हामीले जोड्दै गर्दाखेरि अघि पनि मैले भने हाम्रो संस्कृति, हाम्रो सभ्यतालाई पनि हामीले जोड्नुपर्छ, स्मरण हामीले गर्नुपर्छ। फुटबल खेल्दै गर्दाखेरि हामीले हाम्रो संस्कार र संस्कृति, हाम्रो सभ्यतालाई सम्झिँदै गर्नुपर्छ। हामीले छेलोको चाहिँ प्रतिस्पर्धा गर्दै गर्दाखेरि हाम्रा पुर्खाहरूले रचेको इतिहासलाई पनि सम्मान गर्नुपर्छ, सम्झनुपर्छ, स्मरण गर्नुपर्छ। अरू आधुनिक थुप्रै खेलहरू, चेस लगायतका विभिन्न, बास्केटबल लगायत विभिन्न गेमहरूको चाहिँ आयोजना यसै सन्दर्भमा हुन गइरहेको छ। यसले वास्तवमा खेललाई पनि सम्मान गरेको छ र हाम्रो सिङ्गो किराँती सभ्यता, किराँती संस्कृतिलाई मैले सम्मान गरेको मैले अनुभूति गरेको छ। र यो जुन खेल अब आज उद्घाटन भएको छ र उद्घाटन पछाडि अन्य विभिन्न विधाका खेलहरू सायद 10 दिनसम्म होला। 10 दिनसम्मको कार्य सेड्युल छ। त्यो 10 दिनसम्मको कार्य सेड्युलमा फुटबल निरन्तर भइराख्ने, चेस, छेलो, बास्केटबल लगायत का गेमहरू चाहिँ हुने भएको कुरा मैले पनि जानकारी पाएको छ। र यो गेमले पक्कै पनि खेलाडी मित्रहरूलाई, सम्बन्धित खेलका खेलाडी मित्रहरूलाई एउटा उत्साह, ऊर्जा भर्ने काम र चाहिँ नयाँ खेलाडीहरू उत्पादन गर्ने एउटा आधारभूमि, एउटा चाहिँ प्लेटफर्म पनि यसले चाहिँ सिर्जना गरेको छ। र यसले यो खालको कार्यक्रमले चाहिँ सबैलाई अगाडि बढ्न, खेलाडी मित्रहरूलाई अगाडि बढ्न प्रेरित पनि गरेको छ भन्ने मैले अनुभूति गरेको छ। र म फेरि पनि अन्तिममा यलम्बर कप 5086 को समुद्घाटन कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। र यसका 10 दिन, यो खेलको चाहिँ 10 दिनका सबै कार्यक्रमहरू भव्य र सभ्य रूपमा सफल रहोस्, यसका निम्ति धरान उपमहानगरपालिका सधैँ सँगै रहने प्रतिबद्धता सहित अन्तिममा यलम्बर सम्वत 5086 को उपलक्ष्यमा सम्पूर्ण उपस्थित मानवहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै मेरो भनाइ यही अन्त्य गर्छु। नमस्कार, अभिवादन, सेवा। किराँतीहरूको नयाँ सालको तेलोदो 5086 उपलक्ष्यमा आज सजिँदै किराबाट लाछा प्रस्तुत गर्नुहुँदै सुनसरी वडा क्षेत्र नगरपालिका 1 हाम्रा माइजू बुवा इटरी उपमहानगरपालिका खेलाडी र धरान उपमहानगरपालिका खेलाडी साथीहरू खेल मैदान प्रतिस्पर्धाका लागि प्रवेश गर्नुहुँदै सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। ल साथी, सबैलाई जितको शुभकामना है त। सबैले जित्नु होला है।
ल सबैले जित्नु होला है सबैजनाले प्रमुख अतिथिज्यूहरूलाई दल राष्ट्रिय गीतमा सरिक भइदिनुको लागि सम्पूर्ण उपस्थिति महानुभावहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। लटपटे रहेछ जिब्लो खालि हामी राखेको त्यस्तै हो। प्रकृतिका कोटि कोटि सम्पदाको आचला मेरो ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद छ। अब को कार्यक्रम रहेको छ प्रमुख अतिथिज्यूले हार्दिक अनुरोध गर्न चाहन्छु। यति बेला हामी एलएम वर्ल्ड कप 5086 मनाइरहेका छौँ। समुद्घाटन कार्यक्रममा छौँ। एलएम वर्ष सम्म 5086 लाई